तर मेष राशिका जातकहरूका लागि 2082 सालमा अघि मैले जुन कुरा बताएँ, तपाईँले भने स्वास्थ्यको क्षेत्रमा भने तपाईँका लागि फल आइरहनेछ। शनिको प्रभावले हाड नसा सम्बन्धी केही समस्याहरू देखिन्छन् भन्ने कुरा मैले तपाईँलाई जानकारी गराएको थिएँ र साथै शनि स्तोत्रको पाठ गर्नाले तपाईँको सुखद रहनेछ भनेको थिएँ। तर तपाईँले यो गर्नुभन्दा अगाडि तपाईँले केही कुराहरू भने ध्यान दिनुपर्ने अत्यन्त धेरै जरुरी देखिन्छ। तपाईँले यदि यो मन्त्र जप्नुभन्दा अगाडि शनिबारको दिनमा व्रत बस्नुभन्दा अगाडि तपाईँले ब्रह्मा मुहुर्त भनेको बिहानको लगभग है, लगभग अब त्यति छिटो 3 बजेतिर त अब अहिले सम्भव नै हुँदैन, तर 4 बजेदेखि तपाईँले 6 बजेभित्रको टाइममा तपाईँ सूर्य उदय हुनुभन्दा अगाडि तपाईँ उठेर चाहिँ आफ्नो हातको दर्शन गरेर, जमिनमा स्पर्श गरेर दर्शन गरेर र स्नान आदि तपाईँले दैनिकी गर्ने क्रिया